यतिखेर म प्रदेश अस्पताल सुर्खेतमा छु। अहिले रातिको करिब 9:30 बजेको छ र यो 9 बजेको समयमा एकजना जाजरकोटबाट बिरामी ल्याएर आउनु भएको थियो र त्यो समयमा म चाहिँ उहाँलाई सहयोग गर्नको लागि यहाँ आइपुगेको छु र यहाँ सायद अब यो गर्भवती त्यसमा पनि यो बच्चाको वेट नपुगेको भन्ने छ र अहिले अलिकति व्यथा पनि लागिरहेको अवस्था छ। त्यसले गर्दाखेरि डाक्टर साहबसँग समन्वय गरेर केही कुराहरू भनेर म चाहिँ अब अहिले सहयोगको लागि आएको। अनि अहिले यो घन्टी पनि हानिरहेछ। यो चाहिँ अस्पताल अब यस्तै हो, कहिलेकाहीँ अब सहयोग गर्न साथ दिन आइन्छ। सायद तपाईहरु सुत्ने तर्खरमा गर्दै हुनुहुन्छ होला, कोही त सुति पनि सक्नु भएको छ होला, तर म पनि हतार गर्दै अस्पताल आइपुगेर उहाँलाई सहयोग गरेर अब फर्किने तयारीमा छु।